नमस्कार सबैजनामा। कहिलेकाहीँ बालबालिकाहरू एकदमै नकारात्मक सोचहरू राख्ने अनि अलि धेरै रिसाउने अनि बाबा मम्मीले भनेको नसुन्ने गर्नुहुन्छ। तर त्यहाँ केही न केही कारण चाहिँ पक्कै हुन्छ। एकजना बालक होइन मसँग भेट्न आउनुभयो, एउटा कुरा सेयर गर्छु भन्न थाल्नुभयो। ल भन्नुहोस् न त भने मैले। उहाँले भन्न थाल्नुभयो, म्याम मलाई आजभोलि किन नराम्रो भिडियोहरूतिर मात्रै ध्यान जान्छ। तर मैले एउटा केटी साथीलाई नि मन पराउँछु, तर उसलाई थाहा छैन होइन। यसको सोल्युसन के हुनसक्छ होला? म धेरै मेरो पढाइ बिग्रेको कारणले गर्दा मलाई तनाव भएर आएको भन्नुभयो। सो उहाँलाई मैले साइको एजुकेट गरेँ होइन। त्यसपछि उहाँ 1-2 सेसन पछाडि बिस्तारै उहाँ चाहिँ चेन्ज आउन थाल्यो। मैले पढ्नमा ध्यान दिन थालेँ। त्यो कुराहरू सोचाइ गर्न छोडेँ मैले म्याम भनेर उहाँ धेरै खुसी हुनुभएको थियो। साथै हामी अभिभावकहरूले बालबालिकाले कस्तो भिडियो हेर्दै हुनुहुन्छ, कस्तो साइडमा जाँदै हुनुहुन्छ भन्ने कुरा चाहिँ विशेष ख्याल गर्नुपर्ने हुन्छ। यदि गरिएन भने उहाँहरूको मानसिक स्वास्थ्यमा असर पर्न सक्छ, साथसाथै परिवारलाई झन् समस्या थपिन सक्छ, साथसाथै बच्चालाई पनि। सो हामीले त्यो कुराको चाहिँ विचार गर्नुपर्छ।